हेलो एभ्रिवान, आज म हजुरहरूलाई हाम्रो यो स्कम्स एपबाट चाहिँ कसरी नयाँ एकाडेमिक इयरहरू सेट गर्ने, त्यसै गरी हजुरलाई अकाउन्ट सेलेक्सनहरू कसरी गरिने, रेट इन्ट्रीहरू कसरी गर्ने, बल्क स्टुडेन्ट अपग्रेडहरू चाहिँ कसरी गर्ने भन्ने कुराहरू सिकाउन गइरहेको छु। सो त्यसको लागि चाहिँ फर्स्टमा हजुरले हाम्रो यो स्कम्सको एपमा लगइन गर्नुहोला। लगइन गरिसकेपछि हजुरले यसरी होम पेज देख्नुहुन्छ। होम पेजमा चाहिँ हाम्रो स्कम्सको डिफ्रेन्ट फिचर्सहरूको मोड्युलको आइकनहरू देखाउँछ। सो अब हामी चाहिँ इयर सेटअप गर्न गइरहेछौँ। इयर सेटअप गर्नको लागि चाहिँ हजुरलाई एक्जाम म्यानेजमेन्ट सिस्टमभित्र जानुपर्ने हुन्छ। यहाँभित्र गइसकेपछि हजुरलाई लेफ्ट साइडमा सेटअप भनेर देख्नुहुन्छ, त्यसभित्र जानुहोला। त्यहाँभित्र गइसकेपछि हजुरले इयर्स भनेर देख्नुहुन्छ यहाँ माथिपट्टि, त्यसमा क्लिक गर्नुहोला। अब हजुरले इयर्सभित्र चाहिँ जस्तै हजुरले यहाँ लेफ्ट साइडमा फेरि एड इयर भनेर एउटा प्लस बटन देख्नुहुन्छ, त्यसमा क्लिक गरेर एड गर्नुहोला इयर्स। मैले चाहिँ अलरेडी एड गरिसकेको छु, सो मैले एड गरिनँ। अब हामीले इयर त सेट गऱ्यौँ, तर अब हामीले त्यसको लागि एकाडेमिक इयर पनि सेट गर्नुपर्ने हुन्छ। हामीले इयर मात्र सेभ गरेर चाहिँ 82 को लागि डाटाहरू सेभ गर्न सक्दैनौँ, मिल्दैन हामीले। सो अब 82 को लागि डाटा सेट गर्नको लागि चाहिँ हामी यसरी युजर लगइन प्रोफाइलमा जान्छौँ। यहाँ क्लिक गर्नुहोला। यहाँ क्लिक गरेर हजुरले यहाँनेरि ड्रप डाउन बटनको थ्रुबाट 82 मा क्लिक गरेर सेभ गर्नुहोला। मैले चाहिँ अलरेडी गरिसकेको छु। हजुरले सेभ गरिसकेपछि हाम्रो यो सफ्टवेयरले चाहिँ अटो रिफ्रेस गरेर हजुरलाई 81 बाट 81 मा स्विच गर्नको लागि हेल्प गर्छ, जुनको लागि चाहिँ हजुरले लग आउट लग इन गरिराख्नु पर्दैन। सो रिफ्रेस भएर फेरि यही पेजमा खुल्छ। अब यहाँ यो खुलिसकेपछि चाहिँ हजुरले रेट इन्ट्रीको लागि चाहिँ हामी स्टुडेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टमभित्र जान्छौँ। स्टुडेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टमभित्र गइसकेपछि चाहिँ हामी फेरि यसको सेटअपभित्र जान्छौँ। यहाँ सेटअपभित्र गइसकेपछि अब रेट इन्ट्रीको लागि हामी यहाँ माथिपट्टि रेट इन्ट्री भनेर दिएको छ, त्यहाँ क्लिक गर्छौँ। त्यहाँ क्लिक गरिसकेपछि अब यहाँ चाहिँ हामीले लेभल वाइज, क्लास वाइज, ग्रुप टाइप वाइज, सिफ्ट वाइज डिफ्रेन्ट फी स्ट्रक्चरहरू सेट गर्न सक्छौँ। जस्तै हजुरले क्लास वाइज डिफ्रेन्ट फी राख्नु भएको हुन्छ, त्यसै गरी हजुरले यहाँ पनि क्लास वाइज डिफ्रेन्ट फी रेटहरू एड गर्न सक्नुहुन्छ। र अर्को कुरा के छ भन्दाखेरि यहाँनिर हजुरहरूलाई जुन अकाउन्ट नेमहरू देखाइरहेको छ, यो फी हेड्स भनौँ, यो चाहिँ हजुरहरूले एउटा क्लास वाइज जुन जुन एप्लिकेबल छ त्यो मात्र सेट गर्नुभयो भने हजुरहरूलाई पछि इन्भोइस जेनेरेट गर्दाखेरि पनि कन्फ्युजन हुँदैन। त्यसै गरी जस्तै प्री नर्सरीको लागि चाहिँ हामीले डायरी, आइडी कार्ड, लाइब्रेरी फी, कम्प्युटर फी प्राय अब लिँदैन स्कुलहरूमा। सो त्यो हजुरहरूले एप्लिकेबल छैन भने चाहिँ, हजुरहरूको स्कुलमा एप्लिकेबल छैन भने चाहिँ हजुरहरूले रेटलाई 0 नै छोडिदिनु होला। जुन जुन एप्लिकेबल छ त्यसको रेटहरू मात्र भर्नु होला। अब त्यस पछाडि चाहिँ हजुरहरूले यहाँनिर चाहिँ यो एक्जामिनेसन फीमा चाहिँ हजुरहरूले अहिले नै एक्जामिनेसन फी मन्थहरू सेलेक्ट गरिदिनु भयो भने चाहिँ त्यो मन्थमा हजुरको एक्जामिनेसनहरू जुन जुन मन्थमा हुन्छ त्यो मन्थ सेलेक्ट गरिदिनु भयो भने चाहिँ हजुरहरूको त्यो मन्थको इन्भोइस जेनेरेट गर्दाखेरि चाहिँ एक्जामिनेसन फी हेड्स पनि एड भएर आउँछ। सो त्यसको लागि चाहिँ हजुरले यहाँनिर यो क्यालेन्डरको जस्तो आइकनमा क्लिक गरेर प्लस बटनमा क्लिक गरेर हजुरले सेलेक्ट गरिदिनु होला। जस्तै नर्मली स्कुलहरूमा असाढ, अश्विन अनि पौष र चैत्रमा हुने गर्छ। अब हजुरहरूको म्यानेजमेन्टमा के कसो छ त्यो अनुसारले सेभ गर्नु होला। सेभ भइसक्यो कि भइसकेन भनेर कन्फर्मेसनको लागि चाहिँ हजुरको यसरी मन्थ देखाउँछ। अब चाहिँ यो सेलेक्टेड मन्थमा चाहिँ हजुरको इन्भोइसमा चाहिँ प्री नर्सरीको स्टुडेन्टहरूको इन्भोइसमा चाहिँ हजुरले एक्जामिनेसन फी हेड पनि देख्नुहुन्छ। सो अब त्यस पछाडि चाहिँ यति गरिसकेपछि सेभ गर्न चाहिँ नबिर्सिनु होला। मैले चाहिँ अलरेडी सेभ गरिसकेको छु, त्यो कारणले गर्दाखेरि मैले सेभ गरिनँ है त, हजुरहरूले चाहिँ नबिर्सिनु होला। त्यसै गरी अब हामी बस स्टप रेटमा जान्छौँ। बस स्टप रेटमा पनि हजुरको अब बस स्टप अनुसारको रेटहरू के छ, हजुरले यो इयरमा नयाँ रेट एप्लिकेबल गर्नुभएको छ भने हजुरले नयाँ रेट राख्नु होला। होइन हजुरले प्रिभियस रेटै राख्छु भन्नुहुन्छ भने चाहिँ हजुरले यहाँनिर यो कपी रेट भनेर छ, यहाँनिर चाहिँ जस्तै मैले यो अलरेडी कपी गरेको हुनाले गर्दाखेरि चाहिँ यो अहिले कपी गर्न नमिल्ने देखाइरहेको छ। तर कपी नगर्दा चाहिँ हजुरले यो पनि अभाइलेबल हुन्छ होइन। यो ब्लू लाइन
यो ब्लू कलर चाहिँ डार्क भएर आउँछ। सो हजुरले यहाँ क्लिक गरेर कपी गर्न सक्नुहुन्छ। होइन भने चेन्जेस गर्नुहुन्छ भने म्यानुअल इन्ट्री गरेर हरेक स्टपको लागि रेटहरू फिक्स गरेर यहाँ गएर सेभ गरिदिनु होला यो सेभ बटनमा क्लिक गरेर। यो गरिसकेपछि अब हामी अकाउन्ट सेलेक्सनको लागि चाहिँ कन्फिगरेसनमा जान्छौँ। कन्फिगरेसनमा गइसकेपछि अकाउन्ट सेलेक्सन गर्न त हामीलाई स्टुडेन्ट चाहिँदो रहेछ है। अब स्टुडेन्ट एक्जामै भएको छैन, रिजल्टै आएको छैन, कसरी स्टुडेन्ट अपग्रेड गर्ने भन्ने कुराहरू सोचिराख्नु भएको छ भने यो कुराहरूले हजुरहरूलाई केही एफेक्ट गर्दैन। जस्तै अहिले हजुरले स्टुडेन्ट अपग्रेड गरेर अकाउन्ट सेटअपहरू रेडी पार्नु हो भने हजुरलाई फर्स्ट डेदेखि नै इन्भोइस जेनेरेट गर्न सजिलो हुन्छ। तर अब म्याक्सिमम स्टुडेन्टहरू त पास भएर अपग्रेड भएर नै जानुहुन्छ। कुनै स्टुडेन्टहरूले छोड्नुभयो भने या त कुनै स्टुडेन्टलाई डिग्रेडै गरेर राख्नु पर्यो सेम क्लासमा भने चाहिँ हजुरहरूलाई इन्डिभिजुअली गर्न नै सजिलो हुन्छ। सो त्यसको लागि चाहिँ अब हामी बल्क स्टुडेन्ट अपग्रेड गर्न गइरहेको छौँ। त्यसको लागि सेम कन्फिगरेसनभित्र चाहिँ हजुरले स्टुडेन्ट अपग्रेड भनेर देख्नुहुन्छ, त्यसमा क्लिक गर्नु होला। अब यहाँभित्र चाहिँ जस्तै हजुरले स्टुडेन्ट अपग्रेड भित्र चाहिँ हाम्रो यो लेभल वाइज, क्लास वाइज, ग्रुप टाइप वाइज, सेक्सन वाइज, इयर वाइज है त। अब हामीले चाहिँ कुन इयरको स्टुडेन्टहरूलाई कुन इयरमा अपग्रेड गर्दैछौँ भन्ने कुराहरू यहाँ सेट गर्ने हो। पहिला चाहिँ यो इयर सेट गर्न नबिर्सिनु होला। हामीले 81 को स्टुडेन्टलाई 82 मा लान आँट्दैछौँ। सो कुन सेक्सन, पहिला कुन क्लास, पहिला क्लास सेलेक्ट गर्ने। जस्तै हामीले प्री नर्सरीको स्टुडेन्टलाई होइन अब नन ग्रुप टाइपकोलाई सेक्सन ए कोलाई है अब हामी कहाँ लान्छौँ 82 मा लान चाहन्छौँ। त्यसको लागि यति सेट गरेपछि हामीले यहाँ स्टुडेन्ट सेलेक्ट गर्नु पर्यो। सो यहाँ बल्क होल स्टुडेन्टलाई सेलेक्ट गर्नको लागि यहाँ क्लिक गर्नुभयो भने सेलेक्ट अल हुन्छ। होइन इन्डिभिजुअली जुन जुन स्टुडेन्ट पास हुन्छ जस्तो लाग्छ भन्नुहुन्छ भने सेलेक्टेड गर्दा सेलेक्टेडलाई गर्दा पनि हुन्छ। तर हजुरले यो सेलेक्ट अल गर्नुभयो भने चाहिँ पछि हजुरलाई बरु डिग्रेड र इनएक्टिभ गर्न सजिलो हुन्छ है त। यो सेलेक्ट अल गरिसकेपछि हजुरले यो अपग्रेड स्टुडेन्टमा क्लिक गर्नु होला। त्यस पछाडि अब चाहिँ यहाँ हामीले कुन लेभलमा हो त, स्कुलै हो, क्लास कुन हो त, प्री नर्सरीकोलाई हामीले नर्सरीमा राख्छौँ। त्यसै गरी यो ग्रुप टाइप चाहिँ हजुरले नन जुन थियो पहिला 81 मा जुन थियो त्यही ग्रुप टाइप सेम हुनुपर्छ है त, यो चाहिँ चेन्ज गर्न मिलेन। त्यसै गरी सेक्सन पनि इयर, अब चाहिँ यहाँ हामीले कुन इयरमा अपग्रेड गर्ने हो त्यो इयर चाहिँ हाल्नुपर्ने हुन्छ। त्यसै गरी अब हामी चाहिँ यहाँ 82 हाल्छौँ। हामीले 82 मा अपग्रेड गर्न गइरहेछौँ। सो 82 हाल्छौँ। अब यहाँ अपग्रेड भनेर क्लिक गर्नु होला। अब चाहिँ हाम्रो 81 को प्री नर्सरीको सेक्सन 1 को ग्रुप टाइप नन को स्टुडेन्ट आएर 82 को नर्सरीमा आएर बस्नुहुन्छ। अब आउनुभयो कि आउनु भएन, स्टुडेन्टहरू सेभ हुनुभयो कि भएन भन्ने कुरा हेर्नको लागि चाहिँ हामी फेरि अकाउन्ट सेलेक्सनमा जान्छौँ। अकाउन्ट सेलेक्सनमा गइसकेपछि अब हामीले अघि कुन कुन नर्सरी गराएको थियौँ है, त्यसै गरी ग्रुप टाइप यही हो, सिफ्ट यही हो। अब आयो यहाँ हेर्नु है त, हामीले अघि प्री नर्सरीको स्टुडेन्टहरू उहाँहरू नै हुनुहुन्थ्यो नि त है, उहाँहरू यहाँ नर्सरीमा आउनुभयो। अब हामीले प्री नर्सरीको लागि यो फी हेड, नर्सरीको लागि फी हेड्सहरू कुन कुन सेलेक्ट गरेको थियौँ त, यो सेलेक्ट गरेको थियौँ, यो नै आउनुभयो है त। अब त्यस पछाडि अब यहाँनिर पनि हजुरले कुन कुन कुराहरू एप्लिकेबल गर्ने भन्ने कुरा हुन्छ। जस्तै हजुरले अब यो एडमिसन फी सेलेक्ट गर्न चाहनुहुन्छ भने यसमा यो एडमिसन फीमै क्लिक गर्नु भने सेलेक्ट अल हुन्छ है। एनुअल फीमा सेलेक्ट अल, अनसेलेक्ट अल, जुन जुन फीहरूमा क्लिक गर्नुहुन्छ त्यसमा हजुरले सेलेक्ट र अनसेलेक्ट गर्न पाउनुहुन्छ। त्यसै गरी अब यो सबै कुराहरू हामी लिन्छौँ। अब यहाँ एडमिसन फीमा चाहिँ कुनै स्टुडेन्टको लागि लिने, कुनै स्टुडेन्टको लागि नलिने भन्ने छ भने हजुरले यसरी इन्डिभिजुअली पनि सेलेक्ट गर्न सक्नुहुन्छ। तर यो हजुरलाई यो बरु पछि इन्भोइस जेनेरेट गर्दा नै अनसेलेक्ट गर्दा हुन्छ। अहिले चाहिँ गर्नुभयो भने नै हजुरहरूलाई सजिलो हुन्छ। सो अब यस पछाडि चाहिँ यति गरिसकेपछि हामीले यहाँ पनि सेभ गर्छौँ। अब सेभ अकाउन्ट गरिसकेपछि यस गर्ने। अब चाहिँ हाम्रो इन्भोइस जेनेरेट गर्दाखेरि हजुरलाई यो सबै फियर्सहरू देखाउँछ, एप्लिकेबल देखाउँछ है त। अब
अब हामीले फीहरुहरू त सेट गर्यौं तर अब डिस्काउन्ट दिन्छ कतिपय स्टुडेन्टहरूलाई। अब त्यो डिस्काउन्टहरू चाहिँ कसरी सेट गर्ने भन्ने कुरा सोचिराख्नु भएको छ भने चाहिँ त्यसको लागि चाहिँ हामी स्टुडेन्ट्स भित्र गएर स्टुडेन्टको इन्डिभिजुअल प्रोफाइल भित्र गएर हामी उनीहरूको एकाउन्ट सेटअपमा गएर चाहिँ डिस्काउन्ट दिन्छौँ है त। अब त्यसै गरी म यहाँ आयुष सिटौला भन्ने नर्सरीको स्टुडेन्टभित्र पसेको छु, स्टुडेन्टको प्रोफाइलभित्र पसेको छु। अब डिस्काउन्ट दिनु पर्यो भने मैले चाहिँ अकाउन्ट सेटअपमा जान्छु। अकाउन्ट सेटअपमा गएर जस्तै उहाँलाई मैले यो एडमिसन फीमा 15% डिस्काउन्ट दिन्छु। त्यसै गरी मैले उहाँलाई एनुअल फीमा पनि 15% डिस्काउन्ट दिन्छु। सरी, एनुअल फीमा पनि 10% डिस्काउन्ट, 5% जतिको त्यति नै भयो। 5% डिस्काउन्ट दिन्छु। त्यसै गरी आइडी कार्डमा डिस्काउन्ट दिन मन्थली फीमा हजुरलाई मन्थली फीमा हजुरलाई 5%, 15% राखिदिउँ। यहाँ पनि सरी यहाँ अलिकति अघि मिस्टेक भएको रहेछ। 15% राखिदिउँ भने अब यो चाहिँ हजुरले यहाँ डिस्काउन्ट किन दिइराख्नु भएको छ भन्ने कुराहरू चाहिँ हजुरले यहाँ रिमार्कमा लेखिदिनु हो भने चाहिँ पछि हजुरलाई पनि याद गर्न या हेरेर मैले यो कारणले दिएको थिएँ है डिस्काउन्ट भन्ने कुरा याद हुन्छ र रिमार्क लेख्नु भएन भने चाहिँ हाम्रो पनि यहाँनिर हजुरको हाम्रो यो अकाउन्ट सेटअप चाहिँ सेभ हुँदैन है त। अब यहाँ हेर्नु है त। अब एक्जामिनेसन फी हजुरले यो एक्जामिनेसन फीहरू यहाँ देख्नुभयो नि है। अब त्यसै गरी यहाँ सेभ गरिदिनु होला। सेभ गरिसकेपछि अब इन्डिभिजुअल इन्भोइस जेनेरेट गरेर हेरौँ है त। अब यहाँनिर हजुरले यो एक्जामिनेसन फी वैशाख जेठ यो गऱ्यौँ। अब वैशाख जेठको जेनेरेट गर्न खोजिरहेको छौँ हामी है। अब यसलाई डिलिट गर्न चाहिँ मिल्यो तर यो एड गरेर इन्भोइस जेनेरेट गरिसकेपछि चाहिँ फेरि माथि जान मिल्दैन। त्यसको लागि रिसेट बिल्स यहाँ सेटिङमा गएर रिसेट बिल मन्थ भनेर अनि यसलाई सेट गर्नुपर्ने हुन्छ। अब हामी अहिले वैशाखको लागि मात्रै जेनेरेट गर्दैछौँ। सो वैशाखको लागि एड गरेर जेनेरेट बिल गरौँ। त्यस पछाडि यस। अब हाम्रो यहाँ बिलमा आउँछ हजुरको वैशाखको यो सबै एड भएर आयो है त। अब यहाँ हेर्नु यहाँ के आयो। अब देखाउन त हाम्रो के थियो हाम्रो फीहरुहरू जुन जुन एप्लिकेबल गराएको थियौँ हामीले एकाउन्ट सेटअपको लागि त्यो सबै देखायो एकाउन्ट सेटअप गर्दा है। तर हामीले इन्भोइस जेनेरेट गर्दाखेरि चाहिँ हाम्रो के आयो त भन्दाखेरि एडमिसन फी आयो, एनुअल फी आयो, आइडी कार्ड आयो र मन्थली फी। एक्जामिनेसन फी आयो त आएन नि त है। हो यही हो। जस्तै हामीले वैशाखमा सेट गरेको थियौँ नि त यो चाहिँ वैशाखको बिल भएको कारणले गर्दाखेरि वैशाखमा एक्जामिनेसन फी आएन। सो अब हजुरले यहाँबाट प्रिन्ट गरेर यो इन्भोइस प्रिन्ट आउट गरेर स्टुडेन्टमा दिन सक्नुहुन्छ। अब कुरा आयो हाम्रो डिग्रेड गर्ने कुरा है त। अब जस्तै आयुष सिटौला चाहिँ हामीले आयुष सिटौलालाई चाहिँ प्री नर्सरीबाट नर्सरीमा चाहिँ ल्यायौँ तर अब उहाँ चाहिँ फेल हुनुभयो। उहाँ फेल भएपछि उहाँलाई हामीले फेरि डिग्रेड गरेर प्री नर्सरीमै राख्नुपर्ने भयो भने चाहिँ हजुरले के गर्ने भन्दाखेरि उहाँको प्रोफाइलभित्र गएर एकाडेमिक डिटेलमा जाने त्यहाँ गएर चाहिँ अब हामीले 82 नर्सरीमा राखेका छौँ भने त्यो रोको लास्टमा हजुरले यहाँ एक्सन भनेर देख्नुहुन्छ त्यहाँ क्लिक गरेर हजुरले यहाँ क्लास सेलेक्ट गरेर प्री नर्सरी नै राखेर सिफ्टहरू सेलेक्ट गरेर ग्रुप टाइप चाहिँ सेम हुनु पर्यो। अब यहाँ हजुरले यहाँनिर हजुरले डाउनग्रेड गरेर अपडेट गर्न सक्नुहुन्छ। सरी प्राइमेरी कन्ट्याक्ट नम्बर यो जुन रेड छ त्यो चाहिँ यो रेड इन्डिकेट गरेको फिल्डहरू चाहिँ हजुरले भर्नै पर्छ है त यो रेड एस्ट्रिक्स भएको ठाउँमा चाहिँ। अब अपडेट गर अब हेर्नु है त। अब हाम्रो 2082 मा पनि आयुष सिटौलाजी कहाँ हुनुहुन्छ प्री नर्सरीमा गएर बस्नुभयो फेरि। अब हजुरले यहाँ रिफ्रेस गरेर हेर्न पनि मिल्यो है त। फेरि हेर्नु हजुरले रिफ्रेस गर्दा 82 मा प्री नर्सरीमै आउनुभयो। अब यस पछाडि हामी जान्छौँ एक्टिभ र इनएक्टिभ। जस्तै आयुष सिटौलाले 2082 मा छोडिदिनु भयो यो स्कुल। यो स्कुल छोडिदिनु भयो भने हजुरले के गर्ने भन्दाखेरि यो सेटिङ्समा क्लिक गरेर उहाँको अपडेट स्ट्याटस गरेर हजुरले यहाँ क्लिक गरेर इनएक्टिभ
र उहाँले छोड्नु भएको डेट, उहाँले छोड्नु भएको रिजनहरू लेखेर हजुरले यहाँ अपडेट गर्न सक्नुहुन्छ है त। अब यो सबै कुराहरू मैले यो भिडियोमा सिकाइहालेँ। अब अरू जस्तै मार्कसिट जेनेरेसन यस्तै यस्तै कुराहरू म फेरि नेक्स्ट भिडियोमा लिएर आउँछु। थ्याङ्क यू।